केपी शर्मा ओलीज्यूलाई सम्झाउन चाहन्छु, तपाईको राजनीति 22 वर्षको जेनजीलाई हत्या गरेर सुनियो भएको थियो। अहिले फेरि आएर राजनीतिको उत्तरार्धमा 76 जनाको मृत्युबाट तपाईको सत्ता उनीहरूको रगतमा लतपतिएको छ। केपी ओलीले भन्नुभयो ओल्लो घरबाट पल्लो घर सरेको, ओल्लो घरबाट पल्लो घर सर्न हेलिकप्टर लाग्दैन। एमालेका साथीहरूले भन्नुस् त उहाँ ओल्लो घरबाट पल्लै घर सर्नु भएको हो त? म झापा जिल्लामा यो बोलिरहेको भएर यहाँका कम्युनिस्टहरूलाई स्मरण गराउन चाहन्छु। तपाईको पार्टी कार्यालय जल्दा हामीलाई दुःख लागेको छ, किनभने हामी हिंसाको पक्षमा छैनौं। तर त्यो अस्तुमा गइरहेर हेर्नुस् कम्युनिस्टका साथीहरू, ज्ञानेन्द्र प्रसाद ढकाल, धर्मप्रसाद ढकाल, ईश्वरी चौडाल, बुटन चौधरी, उद्रकान्त राजवंशी र विष्णु प्रसाद विमलीले भन्दैछन् पाप त लाग्छ र यसपटक पाप लागेको छ तपाईहरूलाई। एमाले कम्युनिस्ट र माओवादीको सिन्डिकेट भागभण्डाको राजनीतिले बन्धक बनेर नेपालमा बनेको, त्यसैले यो देश बन्छ। कांग्रेसलाई भन्न चाहन्छु, एकपटक यो माटो समातेर भन्नुस् हामीलाई, तपाईको सभापतिको घरमा पेटिएको पैसा होइन कागज हो भनेर यो माटो समातेर हामीलाई आँखामा आँखा जुदाएर भन्न म चेतावनी दिन चाहन्छु। यो सरकारले पनि भन्यो जेनजीका घाइतेहरूलाई हामी विदेशमा जानको लागि सहजीकरण गर्छौं भनेर। तर तपाई भन्नुस् त, कर्णालीको त्यो भाइले दुईटै आँखा देख्दैन, उनलाई विदेशमा कसले काम दिन्छ? सुदूरपश्चिमको भाइको एउटा खुट्टा छैन, उनले विदेशमा के काम गर्छ? उनलाई के सहजीकरण गरिन्छ? एक भोट देश विकास र राष्ट्रलाई, एक भोट हिन्दू राष्ट्रलाई हुनुपर्छ यसपटक। यहाँ मलाई सुनिरहनु भएका झापाका बासिन्दाहरूलाई याद होला, 22 वर्षे ज्ञानेन्द्र प्रसाद ढकाललाई सम्झाउन चाहन्छु, स्मरण गर्नुहोस् 2028 सालमा कम्युनिस्टहरूको नेतृत्वमा धर्मप्रसाद ढकाललाई मार्दै गर्दा उनकै घरमा खाना खान आँटेको बेला उनको टाउको गिरिएर त्यही तिनकोटे थालमा हालिएको थियो रे। उनका छोरा 22 वर्षका थिए, त्यही दिन नेपाल आएका थिए। बनारसमा एमएससी गरेका एउटा 22 वर्षका युवालाई रक्तपिचासु कम्युनिस्टहरूले त्यही बुवा र आमाको अगाडि बुवालाई मारेपछि त्यो आमाको अगाडि उनलाई पनि घेरेर हत्या गरिएको थियो। त्यसैले त्यो जेनजीको हत्याबाट तत्कालीन 80 को जेनजीको हत्या भएको समयमा प्रधानमन्त्री हुने केपी शर्मा ओलीज्यूलाई सम्झाउन चाहन्छु, तपाईको राजनीति 22 वर्षको जेनजीलाई हत्या गरेर सुनियो भएको थियो। अहिले फेरि आएर राजनीतिको उत्तरार्धमा 76 जनाको मृत्युबाट तपाईको सत्ता उनीहरूको रगतमा लतपतिएको छ। म तपाईहरूलाई स्मरण गराउन चाहन्छु, झापा जिल्ला लाल किल्ला भनेको होइन, झापा जिल्ला लाल किल्ला तर मान्छेको रगतले लाल किल्ला बनाए कम्युनिस्टहरूले। म यस सरकारबाट, यस मञ्चबाट अहिलेको सरकारलाई अनुरोध गर्न चाहन्छु, 28 सालमा मारिएका ती 22 वर्षे ज्ञानेन्द्र प्रसाद ढकाललाई यो देशको पहिलो जेनजी शहीदको रूपमा शहीद घोषणा गर्ने माग गर्न चाहन्छु। एमाले कांग्रेस माओवादीहरूका पार्टी कार्यालयहरू जले, उहाँहरूले विरोध गर्नुभयो जेनजीहरूको। तर म तपाईहरूलाई एक पटक सम्झाउन चाहन्छु, एमाले कांग्रेस माओवादीका जलेका पार्टी कार्यालयका अस्तुमा एकचोटि गहिरिएर हेर्नुहोस्। त्यो अस्तुमा तपाईका पार्टीका शीर्ष दलले बोकेको अहंकार, बेइमानी र यो देशलाई गरेको अन्याय र राष्ट्रघातको त्यही अस्तुमा झझल्को तपाईहरूले देख्न सक्नुहुन्छ। म झापा जिल्लामा यो बोलिरहेको भएर यहाँका कम्युनिस्टहरूलाई स्मरण गराउन चाहन्छु, तपाईको पार्टी कार्यालय जल्दा हामीलाई दुःख लागेको छ, किनभने हामी हिंसाको पक्षमा छैनौं। तर त्यो अस्तुमा गइरहेर हेर्नुस् कम्युनिस्टका साथीहरू, ज्ञानेन्द्र प्रसाद ढकाल, धर्मप्रसाद ढकाल, ईश्वरी चौडाल, बुटन चौधरी, उद्रकान्त राजवंशी र विष्णु प्रसाद विमलीले भन्दैछन् पाप त लाग्छ र यसपटक पाप लागेको छ तपाईहरूलाई।
साथीहरूलाई। यो कस्तो नेतृत्व र राजनीति संस्कार हामीले सुरुवात गर्यौं। एमाले कांग्रेस माओवादीका साथीहरूले आफ्नो नेताहरू कुचिएको कुरामा विरोध गर्नुभयो, आफ्ना घरहरू जलेको कुरामा विरोध गर्नुभयो। भौतिक नाश नष्ट मात्रै नष्ट होइन, यहाँ जीवन गएको छ। 76 जना आमाहरू आज रोएर बसिराख्नु भएको छ। उहाँहरूलाई के राजनीति गर्नुहुन्छ तपाईहरू? आफ्नो पार्टीको नेताले पिटाई खाँदाखेरि तपाईहरू विरोध गर्ने, तर त्यही पार्टीको नेताको घरमा भेटिएको अकुत सम्पत्ति बारे एक शब्द बोल्न नसक्ने तपाईहरू कुन नैतिकता राखेर चुनावमा जाँदै हुनुहुन्छ, परिवर्तनको आवाज उठाउँदै हुनुहुन्छ? म यहाँहरूलाई भन्न चाहन्छु, यहाँका माओवादीहरूलाई भन्न चाहन्छु, आज कांग्रेसलाई भन्न चाहन्छु, एकपटक यो माटो समातेर भन्नुस् हामीलाई, तपाईको सभापतिको घरमा पेटिएको पैसा होइन कागज हो भनेर यो माटो समातेर हामीलाई आँखामा आँखा जुदाएर भन्न म चेतावनी दिन चाहन्छु। यो त्यही माटो हो जहाँ तपाईहरूले हाम्रो पार्टीको अध्यक्षलाई मरण सन्य हुने गरी पिटेर मर्यो भनेर छोड्नु भएको थियो। घर त उहाँको पनि तपाईहरूले बम पड्काएर जलाउनु भएको थियो। तर आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष शिर ठाडो गरेर हिँडिराख्नु भएको छ भने तपाईका नेताहरू, तपाईका अध्यक्षहरू आज शिर ठाडो गरेर आफ्नो घर बाहिर निक्ल सक्दैनन्, सेना भैना बिना बाहिर निस्किन सक्दैनन्। यही हो राजनीति फरक बनेको। हामीले इमानको राजनीति गर्यौं, तपाईहरूले बेइमानीको, इमानदारीता रहित राजनीति गर्नुभयो। त्यही भएर आज जनताबाट डराएर तपाईहरू भाग्नु परेको छ। केपी ओलीले भन्नुभयो ओल्लो घरबाट पल्लो घर सरेको, ओल्लो घरबाट पल्लो घर सर्न हेलिकप्टर लाग्दैन। एमालेका साथीहरूले भन्नुस् त, उहाँ ओल्लो घरबाट पल्लै घर सर्नु भएको हो त? यो देशमा मार्क्सवाद, लेनिनवाद र माओवादको कुरा गर्छन्। मार्क्सवाद कहाँ उत्पत्ति भएको थियो? जर्मनीमा। मार्क्स नै जन्मिएका थिए, तर आज जर्मनीमा मार्क्सवाद छैन। लेनिनवाद कहाँ उत्पत्ति भयो? रसियामा, तर आज रसियाले लेनिनवाद अंगारेको छैन। यी दुईटै देशहरू ती विचारहरूबाट नहुने रहेछ भनेर अगाडि बढिसके, तर अहिले पनि त्यही विश्वमा नचल्ने बात हाम्रो देशमा हामीलाई बेच्न खोजिरहेको छ। यसलाई हामीले अस्वीकार गर्नुपर्छ। यहाँ भनिन्छ विकास सम्भव छैन, देश बन्न सक्दैन भनेर नेताहरूले तपाईँ हामीलाई विदेश पठाउनुहुन्छ। यो देशमा केही गर्न सकिँदैन भन्ने अविश्वास सृजना गरिएको छ। त म तपाईहरूलाई भन्न चाहन्छु, देश बन्न सक्छ, तर यसपटक हेर्नुभयो नि, व्यापारी उद्योगीहरूको घर जलाइयो, व्यवसाय जलाइयो। मिनबहादुर गुरुङलाई पहिला यी दलहरूले चपेटामा पारे, व्यापारीहरूलाई ब्ल्याकमेलिङ गर्ने, व्यापारीहरूलाई फसाउने, अनि तिमीहरूलाई उन्मुक्ति दिन्छु भनेर अनि नेताहरूले तिनै व्यापारी उद्योगीलाई ब्ल्याकमेलिङ गर्ने। कुन व्यापारीलाई 1.5 अर्ब दिन मन लाग्छ पार्टी कार्यालय खोल्नलाई? तपाईँ हामी व्यापारीहरूले 1000 दिन्छौँ हामीहरूलाई, तर मिनबहादुरलाई बाध्य बनाइयो, फसाइयो, अनि उनले 1.5 अर्ब दिनु पर्यो भने त्यही व्यापारीको व्यवसाय नै जलाइयो। यस्तो नीतिले देश बन्छ? तपाईहरू भन्नुस् त। यो देशमा धार्मिक पर्यटन छ। एक ठाउँमा बुद्धको चाहिँ भक्तजनहरू छन् उत्तरपट्टि। भारतमा हामीसँग हिन्दू धर्मका सयौं अरबौं मान्छेहरू हिन्दू धर्म मान्ने छन्। यो देशको धार्मिक पर्यटनबाट नै हामीले धेरै ठुलो फड्को मार्न सक्छौँ, तर यहाँ देश बन्दैन भन्ने छ। यहाँ त खाली यहाँका युवाहरूलाई खाडीमा 55 डिग्रीको बेल्चा हान्न पठाएर अनि त्यही रेमिटेन्समा यो देश चलाउनलाई पल्केका कारणले गर्दा यो देश अविश्वास सृजना गरियो। हुँदा यो सरकारले पनि के भन्यो? यो सरकारले पनि भन्यो जेनजीका घाइतेहरूलाई हामी विदेशमा जानको लागि सहजीकरण गर्छौं भनेर। तर तपाईँ भन्नुस् त, कर्णालीको त्यो भाइले दुईटै आँखा देख्दैन, उनलाई विदेशमा कसले काम दिन्छ? सुदूरपश्चिमको भाइको एउटा खुट्टा छैन, उनले विदेशमा के काम गर्छ? उनलाई के सहजीकरण गरिन्छ? त्यसले गर्दा यस्ता नीतिहरू परिमार्जित गर्न आवश्यक छ। यहाँ आज हामीसँग धेरै समय त छैन, तर म यहाँहरूलाई भन्न चाहन्छु, धुलोबाट सिङ्गापुर उदाएर आज देश विश्वको शक्तिशाली राष्ट्र बन्न पुग्यो।
जापानमा एटम बमबाट ध्वस्त पारिएको थियो, तर आज जापान बन्न पुग्यो, विकास भयो। त्यहाँ नरसंहार भएको रुवान्डा आज हामीभन्दा सफल मुलुक भइसक्यो। इथियोपिया बन्न सक्ने, नेपाल बन्न नसक्ने, नेपाल नबन्नुको एक मात्र कारण के हो भन्दाखेरि सिन्डिकेटको बन्दकमा पर्यो नेपाल। एमाले, कम्युनिस्ट र माओवादीको सिन्डिकेट भागभण्डाको राजनीतिले बन्दक बनाएर नेपालमा बनेको। त्यसैले यो देश बन्छ। हामी यसपटक हिन्दू राष्ट्रको लागि निर्वाचनमा तपाईहरुसँग भोट माग्न आउँदैछौँ। एक भोट देश विकास र राष्ट्रलाई, एक भोट हिन्दू राष्ट्रलाई हुनुपर्छ। यसपटक यो देशमा प्यालेस्टाइनमा मान्छे मर्छन्, यहाँका नेताहरूको विज्ञप्ति सुनिन्छ, सभा गरिन्छ। युक्रेनमा युद्ध हुन्छ, यही घरमै युद्ध गरेको जस्तो विचलित हुन्छन्। तर हाम्रो छिमेकमा एउटा बङ्गलादेशमा एउटा हिन्दू मर्दाखेरि एउटा पार्टीले तपाईको विज्ञप्ति निकाल्न सकेन। यो देशका हिन्दूहरूले त्यसको विरुद्ध आवाज उठाउन सकेनन्। हेर्नुस्, आज छिमेकमा आपत परेको छ, त्यो भोलि नेपालमा हुँदैन भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले हिन्दुत्वको रक्षाको लागि तपाई हामी अब अग्रगामी छलाङ लिन आवश्यक छ। यो पटक चाहे एमाले होस्, चाहे कांग्रेस होस्, चाहे माओवादी होस्, कुनै पनि पार्टीले एक पटक यो राष्ट्रको स्वाभिमान, सांस्कृतिक गौरव फर्काउनको लागि, हिन्दू राष्ट्रको लागि भोट गर्नुपर्ने हुन्छ। तपाईहरुले यहाँहरूलाई यो पार्टीलाई मजबुत बनाएर यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो पार्टी बनाउनु पर्छ। तपाईहरुको हाम्रो शक्तिले यो पटक हिन्दू राष्ट्र स्थापना गरेरै छोड्नु पर्छ।